यो चाहिँ गाइज आरामले 1 लाखहरु पर्छ यत्रो सेपको चाहिँ यत्रो साइजको चाहिँ के दामी रहेछ अम्बो बिल्डिटी यो चाहिँ प्राय मान्छेको विश लिस्टको प्लान्ट हो प्राय मान्छे भन्दा पनि प्राय फुलवालाहरुको प्लान्ट लभरहरुको अम्बो बिल्डिटी गाइज बिल्डिटी यो चाहिँ क्यारामल मार्बल अम्बो बेगुनियाको भेराइटिज कस्तो विदाउट स्ट्रेस यस्तो दामी छ गाइस यो क्या दामी रहेछ यो अम्बो मलाई भन्ने चाहिँ अब यो एन्थोरियम कार्ला ब्ल्याकी OG4 हो अम्बो गुना यल्ला मैले छुए ल गुना यल्ला हो ट्राई कलरहरुमा यो चाहिँ सबसे भन्दा मजाको रेड यो चाहिँ रेड सिरिजको रेड सिरिज हजुर हजुर यो पिंक सिरिजको यो पनि कस्तो दामी कलर रहेछ अम्बो जारा मिशेल जारा एक्स मिशेलको ठुलो सेपमा चाहिँ यो रहेछ नि त हजुर हजुर मिशेल हो टपको हो हजुर डेल्टा फोर्स निकै ठुलो साइज आइसकेको रहेछ यो किङ अफ क्यालिनरभियम भन्छ किङ क्ल्यारिनरभियम हजुर हजुर किङ चाहिँ यस्तो हुँदो रहेछ गाइज कस्तो दामी कलर हो आम्बो के दामी कलर हो यो त अम्बो गाइज यो चाहिँ कहिले नदेखेको एन्थोरियम हो यो भेरिगेटेड है हजुर 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 फ्र्याङ्कोसी आईमा चाहिँ हजुर 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 यो चाहिँ सबै उहाँकै हाइब्रिडहरू कस्तो मजाले सबै म्यापल लिफहरू निकाल्नु भएको रहेछ गाइज यो चाहिँ दिस इज नट टिस्यु कल्चर गाइज यो चाहिँ सिडलिङबाट हाइब्रिड भन्दा पनि तर यो चाहिँ प्योर उयो फ्याट बोय भन्दा पनि मार्सियानम भन्छ फिलोडेन्ड्रन अम्बो लेगेसीमा हो मलाई चाहिँ यो गाइस एन्थोरियम अम्बो पेडाटोरिडिएटम भन्ने भेरिगेटेड रहेछ है अहिलेसम्मको चाहिँ सबैभन्दा रेयरेस्ट कलेक्सनमा हामी आज चाहिँ डुलिरहेको छौँ हेरिरहेको छौँ हो गाइज सबैजनालाई आजको भ्लगमा स्वागत अनि आज चाहिँ स्पेशल भ्लग हुनेछ किनभने तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ एकदम एरोइड्सहरु मात्रै दामी छ हो भन्दा पनि हामी चाहिँ कालिम्पोङदेखिको टुर गरेर दार्जिलिङको लिजा हिल भन्ने जग्गा आइपुगिसकेको छौँ अन्तखेरिको म तपाईहरुलाई यो नर्सरीको ओनरसँग भेटाउँदैछु यहाँ हुनुहुन्छ हाम्रो सिल्भेस्टर दाजु म चाहिँ दाजु भन्छु अनि हाम्रो फ्लोरिकल्चर को क्षेत्रमा चाहिँ कमै होला जसमा चाहिँ फुलवालाहरूले उहाँलाई नचिनेको अन्त दाजुलाई धेरै धन्यवाद है हामीलाई तपाईले वेलकम गर्नुभयो हो अनि भन्नुपर्दा हजुरले नै अलिकति इन्ट्रोडक्सन उयो दिनुस् न तपाईको यो एरिया कुन जग्गा के कस्तो भनेर हाम्रो लिजा हिल हो लिजा हिल दार्जिलिङ है दार्जिलिङ अब तपाईँ त धेरै वरिष्ठ हुनुहुन्छ हो तर हाम्रो भ्युवर्सहरुको लागि भन्नुपर्दा हजुरले चाहिँ यो फ्लोरिकल्चरको बिजनेस कहिलेदेखि सुरु गर्नुभएको हो मैले फ्लोरिकल्चरको बिजनेस 2007 देखि स्टार्ट हो त्यति हजुर स्टार्ट अनि अहिले चाहिँ स्पेशली हजुरले चाहिँ तपाईलाई चाहिँ एरोइड्स अहिले धेरै मन पर्छ है एरोइड्समा अनि आज चाहिँ गाइज एकदमै रेयर प्लान्ट्सहरु चाहिँ कहिले नदेखेको प्लान्ट्सहरु अनि उहाँले नै हामीलाई आजको भ्लगमा लगेर जानेछ है अब चाहिँ हामी यो प्लान्ट्सहरुपट्टि जानेछौँ अनि यहाँनिर चाहिँ कहिले नदेखेको प्लान्ट्सहरु रहेछ एकदमै बाहिरको यो अब्रोड गएर बाहिरको जग्गाहरु जस्तो देखिरहेको छु कहिले नदेखेको प्लान्टहरु अनि कहाँबाट सुरु गर्नु के गर्नु भयो अनि यतिभरिमा पहिला चाहिँ हामी कुन चाहिँ प्लान्टबाट तपाईलाई अलिक प्राउड हुने प्लान्ट्सहरु यसो भनिदिनुस् न तपाईको अब बेस्ट कलेक्सनको तपाईलाई मन पर्ने प्लान्ट्सहरु हजुर मलाई मनपर्ने चाहिँ अब यो एन्थोरियम कार्ला ब्ल्याकी OG4 हो अम्बो गुना यल्ला मैले छुए ल
गुना येल्ला हो ए हजुर हजुर यो के अरे एन्थोरियम तेजुला ए यो तेजुला हो रेड टाइगर तेजुला ए हजुर हजुर रेड टाइगर तेजुलाहरु हो यो चाहिँ सुपर बम भन्ने हो यो सुपर बमको सुपर बम हो हजुर यो चाहिँ हुकेरी ट्राइकलरहरुमा यो चाहिँ सबसे भन्दा मजाको रेड ए यो चाहिँ रेड सिरिजको रेड सिरिज हजुर हजुर यो पिङ्क सिरिजको यो पनि कस्तो दामी कलर रहेछ हौ अम्बो यो राम्रो है हजुर हजुर लाइट है एकदम लाइट कलरको यो बटरफ्लाई ए किङ अफ स्पेड्स भन्नेको बटरफ्लाई चाहिँ यो हो यिनीहरूको चाहिँ अब अलिकति राम्रो सेप आएको छैन आइसकेर म्याच्युर सेपमा चाहिँ आउँछ गोल्डन किङ अफ स्पेड अब किङ अफ स्पेड्स पनि गोल्डन हुन्छ है ए हजुर हजुर यिनीहरू चाहिँ फ्युचरमा एकदम दामी दामी हुने रहेछ अब अहिले चाहिँ तपाईँले हाम्रो क्रसेसहरु क्रिस्टलिनबाट भएको तर अब यो जारा मिसेल जस्तो टाइपको हजुर हजुर त्यस्तै देख्दै रहेछ डक ब्लकको जारा एक्स मिसेलहरु जस्तै यो नयाँ कलर राम्रो आउँदो रहेछ रेड क्रिस्टलिनमसँग क्रस प्योर यो क्रिस्टलिनमको भेरिएटेड प्योर ए हजुर 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 क्रिस्टलिनमको भेरिएटेड पुरानो खालको आम्बो गाइज हामीले चाहिँ भर्खर तर यो त अलिकति पुरानो हो पुयो चाहिँ त्यो क्रिस्टलिनम भन्ने चाहिँ तर त्यसमा चाहिँ अब भेरिकेटेड मैले चाहिँ फर्स्ट टाइमहरु नै देख्दैछु गाइज ए क्ल्यारिनर्भियमको बटरफ्लाई भन्ने चाहिँ ए अलिकति अर्कै सेपमा हुँदो रहेछ नि त सानोदेखि नै है यो दामी रहेछ यो चाहिँ ए जारा एक्स मिसेलको ए ठुलो सेपमा चाहिँ यो रहेछ नि त हजुर हजुर त्यो ए हजुर हजुर अब यो यस्तो साइनसमा रेड आउँदो रहेछ है हजुर ए डेल्टा फोर्स निकै ठुलो साइज आइसकेको रहेछ किङ क्ल्यारिनर्भियम ए हजुर हजुर किङ चाहिँ यस्तो हुँदो रहेछ गाइज किङ क्ल्यारी बेसिस ए म्युटेड भएर ए हजुर हजुर भेरिगेसन जस्तो आएको रहेछ है यो बेसिस के भन्ने ए हजुर हजुर अलिकति कुच्चेर है आएको रहेछ गाइज एकदमै नयाँ नयाँ रेयर प्लस सुपर रेयरहरू चिजहरू रहेछ ए हजुर 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 यसको चाहिँ अब स्पेसियालिटी चाहिँ नयाँमा आउँछ है ए हजुर केओएसको राउन्ड फर्म अनि त्योभन्दा पनि अघि फर्स्टमा देखाएको बटरफ्लाई चाहिँ एकदम दामी रहेछ बटरफ्लाई हजुर 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 अनि यो चाहिँ लामो खालको रहेछ किङ अफ स्पेड्स गाइज म यो पनि लामो भइसकेको रहेछ के रहेछ हौ यो चाहिँ रिगाले ए रिगालेको फर्म दामी आएको सबै विदाउट स्ट्रेसमा रहेछ गाइज हो एकदमै दामी दामी यिनीहरू चाहिँ प्याप्पी प्याप्पी ए हजुर हजुर यो पनि कस्तो दामी रहेछ हौ राउन्डमा यो पनि रिगाले ए हजुर ए हजुर 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 यो चाहिँ दामी रहेछ अम्बो यो चाहिँ एकदमै ओरिजिनल प्योरमा चाहिँ हजुर अबको यो 1 वर्ष 2 वर्ष बाद चाहिँ एकदम दामी दामी हुने रहेछ अझै योहरू चाहिँ उयो लग्जेरियन यो स्विट लभ भेरिगेसन एकदम दामी रहेछ गाइज 50-50 अझै यसमा चाहिँ अलिकति बेसी रहेछ यो चाहिँ मैले चिनिनँ आम्बो गाइज यो कस्तो दामी कलर हो आम्बो के दामी कलर हो यो त आम्बो गाइज यहाँनिर चाहिँ थुप्रो सिडलिङ्सहरू रहेछ हो यो हाइब्रिडहरू हुनुपर्ने हो अनि अरू त मैले राम्रोसँगले कभरै गर्न सकेको छुइनँ अनि यो वाल चाहिँ एकदम दामी बनाउनु भएको रहेछ अनि तपाईहरुले यो देख्न सक्नुहुन्छ एन्थोरियमको वाल
अनि यहाँबाट हेर्दै गयो भने यो चाहिँ एन्थुरियम एमिनेन्स भन्ने हो। अनि ए विन्डलिङ्गरी है घुमेको हुन्छ नि कुइक कुइक है। ए यो रहेछ ए हजुर 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 मैले फर्स्ट टाइम देखेको नि। देख्दा चाहिँ झन्डै भिटारी फोलियमहरू जस्तो देख्छ यो सानो साइज, तर अब यसको चाहिँ ठुलो साइज हुन्छ। ए विन्डलिङ्गरी आएको चाहिँ यस्तो घुम्दै घुम्दै लामो झर्छ। यो चाहिँ यत्तिकोमा आएको रहेछ। अनि यो किङ यो चाहिँ होक्स्टिलेन्सी जस्तो लाग्यो मलाई, एकदम जाइन्ट हुन्छ। अब यो के दामी भएको रहेछ साइज। गाइस हामी चाहिँ अजित दा र म सँगै आएको थियो, अन्त हामी दुईजनाले नै कभर गर्दैछ आजको यहाँनिर। गाइस हेर्दै गर्नुहोस् है, अजित दाको पनि त्यहाँ हुन्छ हो। किङको पनि साइज हेब्बी ठुल्ठुलो रहेछ। गाइस यो चाहिँ किङ क्ल्यारिनर्भियम किङ। यो चाहिँ डग ब्लकको गाइस मिसेल भन्नुभयो। नयाँ पत्ता दामी है। डेल्टा फोर्स किङ रहेछ दाजु चाहिँ। अम्बो गाइस त्यति बेलासम्म म यता कभर गर्दै गर्छु। यो हो तपाईँको गोल्डन फ्लेम। यो चाहिँ इपिप्रिमनम पिनाटममा पर्छ। अनि यहाँनिर चाहिँ उहाँले एकदम मजाले बर्ली मार्क्स फ्लेम लगाइदिनु भएको रहेछ फर फ्युचर पर्पोज यो चाहिँ हो। अनि योहरू तपाईँको टेट्रास्परमा यो एल्बो, अनि यो चाहिँ तपाईँको एडन्सोनी एल्बो। अम्बो गाइस एरोइड्स यति बिघ्न एरोइड्स चाहिँ मैले देखेको थिइनँ। यो ग्रिन कङ्गो भेरिगेटेड हो गाइस। अनि यहाँ देख्न सक्नुहुन्छ थाई कन्स्टलेसनहरू। अनि यहाँनिर रहेछ डोमेस्टिकम भेरिगेटेड, एकदमै राम्रो सबैमा भेरिगेसन भएको। अनि सायद यो चाहिँ टिसीको स्पिरिटस साङ्क्टी जस्तो लाग्यो मलाई। यस आई एम राइट, यो स्पिरिटस साङ्क्टी नै हो। यसको नाम चाहिँ किन भन्दा चाहिँ यो चाहिँ गाइस एस्पिरिटो सान्तो भन्ने जग्गाको हो एउटा, अनि त्यसको नाम चाहिँ त्यहीबाट बसेको स्पिरिटस साङ्क्टी भनेर। अम्बो मैले त यादै गरेको थिइनँ, यत्रो ठुलो रहेछ त भेरिगेटेड। अलिकति उयो भएको रहेछ, के भन्छ अलिकति अनहेल्दी टाइपको, अलिकति ड्यामेज भएर सायद ल्याउँदा भएको होला। अम्बो यत्रो ठुलो बिल्लिटी त मैले देखेको थिइनँ नि। अजित दा यहाँ बिल्लिटी दामी रहेछ है भेरिगेटेड। अन्त क्यारामल मार्बल म तपाईँहरूलाई माथिबाट देखाउँदैछु। अब ओरिजिनल रहेछ यो चाहिँ ग्रिन कङ्गो भेरिगेटेड। अनि यो चाहिँ म तपाईँहरूलाई देखाउनु पर्यो। यसको नाम त मैले कस्तो बिर्सेको, छ्या के पो थियो यसको नामै बिर्सेँ। डोमेस्टिकम भेरिगेटेड चाहिँ यस्तो हुन्छ गाइस। उहाँले चाहिँ एरोइड्स एकदमै बेसी कलेक्ट गरिसक्नु भएछ। अनि जिजीको भेरिगेसन हेर्नुहोस्। अम्बो यो चाहिँ कहिले नदेखेको, ए एन्थुरियम हो यो भेरिगेटेड है। क्याल्भिजियम हजुर उहाँकोमा चाहिँ एकदमै कस्टली प्लान्टहरू पनि थुप्रो कलेक्ट गर्नुभएछ। योहरू चाहिँ उहाँको चाहिँ उयो जिनको लागि हो, मदर स्टक। अनि तपाईँहरूले यहाँ तल हेर्नुभयो भने चाहिँ आम्बो बेगुनियाको भेराइटिज।
कस्तो विदाउट स्ट्रेस यस्तो दामी छ गाइस यो क्या दामी रहेछ यो अम्बो यो अलिकति पार्ट चाहिँ बेगुनिया लभरहरूको लागि यहाँनिर तपाईँले पिङ्क प्रिन्सेस फिलो पनि देख्न सक्नुहुन्छ हो अम्बो के दामी रहेछ हौ यो दामी लाग्यो मलाई यो युनिक रहेछ सिम्पल खालके र बेगुनिया पनि स्याटिस रहेछ तल तल ए यो चाहिँ एलोकेसिया तन्दुरुसा भन्छ खास नाम तर हामीले अहिले नाम चाहिँ यसलाई के भन्दैछौँ भने ज्याक्लिन भनेर भन्दैछौँ अनि यो चाहिँ तपाईँको ट्रिब्यू आइ के भन्ने हो कालोमा हुन्छ झन्डै यो जेट स्याटिनहरू जस्तो हुन्छ यो हाउस चाहिँ एकदमै दामी देख्यौँ ए यो हो अम्बो हजुर 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 रेड स्पाइडर भन्ने गाइस खालि हामीले बाहिर मात्रै देखेको रेड स्पाइडर रहेछ ए हजुर जारा एक्स मिसेलको अलिकति न्यारो भएको रहेछ यो चाहिँ ए हजुर हजुर अनि उहाँ चाहिँ एकदमै अब अहिले हाइब्रिडाइजरहरूमा अहिले के भन्नु भने एकदमै सक्सेसफुल हाइब्रिडाइजरै भनेर हामीले मानिलिन सक्छौँ किनभने उहाँको अब धेरै क्रसहरू फिलोडेन्ड्रनहरूमा पनि सक्सेस उहाँले गर्नुभएको छ हामीले देखिरहेको कुराहरू चाहिँ गाइज यो कत्रो न्यारो हो फर्गेट आए अनि एल्बोहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ ए यो चाहिँ जाइगेन्टियम जस्तो लाग्यो इपिप्रिमनम यसको चाहिँ तपाईँले कुनको प्याफी र यो क्यालिनरविनको क्रस लामो भएको यहाँ चाहिँ उहाँको यो क्रस गरेर निकालिसक्नु भएको रहेछ अन्त बाइ द वे हाम्रो आजको टोली त मैले देखाएको छुइनँ हौ ए यता आइमन्दा हुनुहुन्छ अनि हाम्रो जिताङ अङ्कल हुनुहुन्छ हामी चाहिँ कालिम्पोङबाट सँगै आएको हो तर हामी चाहिँ ढिलो आइपुग्यौँ नि त अलिकति त्यो हुँदाखेरिको अन्त गाइज मेरो चाहिँ आज सिक्किममा मलाई चाहिँ फाइन पनि तिरायो हो लाइसेन्स नभएको कारणले गर्दा हो अम्बो यो त प्लोमेनिया आई मिन्ट जस्तो देख्दो रहेछ त गाइज यो चाहिँ फिलोडेन्ड्रन ब्ल्याक कार्डिनल भेरिगेटेड जस्तो लाग्यो अम्बो दामी दामी रहेछ नि यो फर्न पनि नयाँ लाग्यो मलाई हेरिराख्नु है यस्तो त देख्नु पाउँदैन है थाइल्यान्डतिर सोतिर है यो चाहिँ किङ रहेछ है क्ल्यारीको किङ त्यो डेल्टा अगाडिकै हो यिनीहरू लग्जरियन भेरिगेटेडको चाहिँ हेर्नु न यस्तोमा पनि उयो हुँदो रहेछ नि त भेरिगेसन गाइज अनि तपाईँहरूलाई यो उयसको सेटअप पनि ए के दामी दामी हौ यिनीहरू जाइन्ट हुने रहेछ गाइज यो ब्रह्मलेट्सको भेराइटीहरू तर भेरिगेटेड रहेछ अनि फ्लावर चाहिँ यस्तो आउँदो रहेछ अनि गाइज यो चाहिँ एउटा सानोबडे उहाँको यो चाहिँ उहाँको कलेक्सनको उहाँको अब मनपर्ने हाउस रहेछ यो चाहिँ यसमा चाहिँ एरोइड्स मात्रै छ अनि अझै उहाँको चाहिँ टोटल 3टा लोकेसनमा उयो हुँदो रहेछ नर्सरी रहेछ 3टा लोकेसनमा अनि सायद आज चाहिँ हामी अलिअलि एउटा जग्गाको मात्रै कभर गर्नेछौँ जहाँ हेऱ्यो भने पनि एन्थुरियम हो अम्बो यो चाहिँ डोरायाकीको सिल्भर ब्लस होला हौ क्रोम होइन होला यो चाहिँ न्यारो फर्म न्यारो अरे ब्रोड फर्मको यिनीहरू गाइज तपाईँहरूले पनि अब कसरी बनाउनु पर्ने यो
हट हाउसको स्ट्रक्चर हेर्न सक्नुहुन्छ, जसमा चाहिँ तपाईँहरूले थुप्रोभन्दा थुप्रो प्लान्ट्स यसरी मिलाउन सक्नुहुन्छ। हेर्नु न आइमन दा, यो त नो आइडिया के हो है, कहिले नदेखेको। त्यही त भने छाम्दा पनि हेर्नु न, त्यही त भने अब्बर दामी है। ओरिजिनल यहीँबाट निकाल्नु न। यो हेर्नु न दामी लाग्यो डल्लो क्या है, बेबी है। यसको कलर दामी लाग्यो, क्विन अफ हार्ट हेर नि त यो चाहिँ। त्यही त भनेको। अनि यहाँ मुनिपट्टि चाहिँ उहाँहरूले बेडमा चाहिँ यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ पेबल्सहरू विथ स्यान्ड। यो चाहिँ सायद उयसको लागि होला, धेरै यसले फाइदा गर्छ क्याल्भिजेरियम। तर भेरिगेटेड एकदम, यिनीहरू चाहिँ कस्टली प्लान्टहरू हो। यत्रो साइजहरू त मैले त बाहिर त भर्खर देख्दैछु, तर है साइज दामी है। यो दामी लाग्यो मलाई, हेर्नु न मन परेको। यो त मैले त उयसमा पो देखेको थिएँ त, के भनेर त्यो उयो हुनु न एकुरियम, त्यस्तोमा थाइल्यान्डमा बेच्दै थियो रेडी। यो चाहिँ ठुलो भन्दा त देखिदिन्छ नि, होइन भने क्या 50-50 रहेछ नि त है। यो हुर्केर चाहिँ कस्तो हुन्छ होला एउटा मिक्सर फर्ममा। यो चाहिँ दामी पातुला त्यही त भनेको, यो हेर्दा पनि यो पुरा उयो छ क्या, पातलो छ। ए हो मेयोमा, हजुर हजुर। ए यो चाहिँ यो सुपर मिन्ट, फुल मिन्टमा रहेछ। यो चाहिँ मोन्स्टेरा अब गाइज। अनि यो चाहिँ टोर्टेम है, उहाँकोमा चाहिँ अब एरोइड्स भनेपछि फिलोडेन्ड्रनदेखि लिएर मोन्स्टेरा अनि एन्थुरियम। यो पनि मलाई दामी चिज लाग्यो है। व्हाइट मोन्स्टर हो नि है। ए यहाँ हेर्नु न गाइज, अब बेसी भएर चाहिँ यहाँ फोकसै गर्नु पाएको छैन कि, जता हेऱ्यो भने पनि रेयर सुपर रेयर चिजहरू हो। यहाँ देख्नुहुन्छ गाइज व्हाइट मोन्स्टर अरे यो चाहिँ। अनि अब तपाईँहरूलाई म देखाउँदैछु, यो चाहिँ तपाईँको एन्थुरियम एन्जल विङ्स। अपाई दाइ यो त उयो हो, यो टेरोडेक्टाइल भन्ने हो। ए हजुर, होइन प्रनाउन्स गर्दा चाहिँ टी चाहिँ पी चाहिँ साइलेन्स हुँदो रहेछ कि, टेरोडेक्टाइल प्रनाउन्स गर्दा। अम्बो मैले यादै गरेको थिइनँ, टेरोडेक्टाइल भन्नेको चाहिँ अम्बो सिट उयो फ्लावर 1 2 3 सबैमा सिटहरू छ, सक्सेस अम्बो। अनि यसको यो कटिङ रहेछ हो, यो चाहिँ चिनेन मैले। ए त्यसकै हो, हजुर हजुर। ए पेडाटोरिडिएटमको पनि भेरिगेटेड। अम्बो व्हाइट मोन्स्टर, अम्बो लेगेसीमा हो। मलाई चाहिँ गाइस एन्थुरियम अम्बो पेडाटोरिडिएटम भन्ने भेरिगेटेड रहेछ है। अहिलेसम्मको चाहिँ सबैभन्दा रेयरेस्ट कलेक्सनमा हामी आज चाहिँ डुलिरहेको छौँ, हेरिरहेको छौँ हो। यो हजुर एन्जल विङ्स, हजुर यो कभर गरेँ हो। होइन यो चाहिँ अब रेट देख्यो मैले त, फोटोमा पनि देखेको थिइनँ। यो त यसमा भेरिगेटेड, हजुर। म यो त कस्तो दामी भेरिगेसन हो। यो चाहिँ के हो, ग्रिन कङ्गो यो? ए ओके, येल्लो कङ्गो भन्ने चाहिँ यस्तो हुँदो रहेछ गाइस। अनि यिनीहरू प्लमेनी आए। अनि स्पेटिफाइलम उयो अर्कै खालको भेरिगेसन रहेछ हौ, अर्कै रहेछ यो। अम्बो सुपर वाइट रहेछ त हो अन्त एन्थुरियम त।
सुपर वाइट उयसमा दा यो ड्रपमा हो प्लान्ट गर्दा त्यो सब पात झरेर यो चाहिँ फ्लोरिडा ब्युटी एक्स मे है दामी हुँदो रहेछ झन्डै यसको चाहिँ बप्सी जस्तो आएको रहेछ यो चाहिँ यो मिलनी आई भेरिगेटेड ग्लोरिसमहरू पनि मजाको उयसमा रहेछ स्टेबिलिटी एकदम दामी भेरिगेसन एकदम दामी यो अझ दामी लाग्यो मलाई यत्रो हुँदो रहेछ उयो है दामी सेट हुन्छ त्योभन्दा पनि उयसको नामै बिर्सेँ मैले त के पो थियो ला हो यो चाहिँ तपाईँको डायमन्ड उयो है रुया साप है याद आयो तपाईँले रोया साप भन्ने त्यो पनि अलिक कस्टली प्लान्टहरू थिए रोया साप भन्ने हो त्यो ठुलो छ रोया साप फुल्दै छ योपालि ए हजुर ग्रिन कङ्गो चाहिँ यो ओरिजिनल चाहिँ त्यो हजुर मैले अघि देखेको थिएँ तल गएर मैले भनेको थिएँ नि ग्रिन कङ्गो ओरिजिनल भनेर ए अनि गाइज यहाँ यो चाहिँ ब्राउनी आइको स्याप्लिङ हो टन्नै रहेछ त्यही त भनेको अन्त यो चाहिँ पिङ्क छ त यिनीहरू चाहिँ उयसमा पर्छ ए होमलोमिना है पिङ्क डायमन्ड गाइज यो चाहिँ टटल ब्याक भन्छ नि लाबेसिया अम्बो पुरा भेराइटी रहेछ एउटा यो भेराइटी एउटा यो भेराइटी एउटा यो रहेछ यिनीहरूको चाहिँ पत्तै सबै सो हुन्छ अनि सायद यो चाहिँ सिरसिस्टिस मिराबिलिस भन्ने है त्यही रहेछ सानोमा त कस्तो एट्र्याक्टिभ देखेको हौ ए हजुर सबै तर भेरिगेटेड यिनीहरू सबै भेरिगेटेड अनि यो चाहिँ एम्प्लिसिमम जस्तो लाग्यो इपिप्रिमिनम पनि भेरिगेटेड एल्बोमा रहेछ है नभए अरिया मात्रै हुन्छ नि ए हजुर अनि गाई जति कभर गऱ्यो भने पनि सक्दैन कभर गरेर चाहिँ जता पनि एरोइड्स अब तपाईँहरूले अरियाहरू देख्नुहुन्छ यहाँनिर एकदमै बेसी हो ए यो चाहिँ के जाइगेन्टियम के भन्ने हो है ए हजुर यहाँनिर चाहिँ उहाँको आफ्नै सिडलिङ्सहरू थुप्रो रहेछ सिल्भर ब्लस यो चाहिँ दामी आएको रहेछ हौ ए यो त उयो त दामी चिज पो त मैले यादै गरिनँ यसलाई के पो भन्छ त्यही नाम छ नि यो चाहिँ पेल जेरी यो मलाई पुरा मन परेको चिज थियो झन्डै फर्गेटियाई टाइपको तर ग्रिनमा हुन्छ गाइस यो चाहिँ सबैजनाको मुखमा चाहिँ वाउ मात्रै छ हो जति हेऱ्यो भने पनि हो क्विन किङसँगै राखिदिनु भएको रहेछ आई होप गाइज तपाईँहरूलाई पनि नयाँ भेराइटी सुपर रेयर भेराइटीहरू देखेर तपाईँहरूलाई पनि मन पर्यो होला अनि तपाईँहरूले पनि गाइज लाइक सेयर गर्नु चाहिँ नबिर्सिदिनु होला किनभने हामी यति दुःख गरेर आएको छौँ प्लस अब एउटा त त्यो भयो प्लस हाम्रो फ्लोरिकल्चर हिल्सको दार्जिलिङ कालिम्पोङ सिक्किम होइन यस्तोमा चाहिँ अब हाम्रो ग्रोवर्सहरूलाई पनि कलेक्टरहरूलाई पनि धेरै मोटिभेट हुन्छ होइन भिडियोको रिचहरू बढ्यो भने हो सो तपाईँहरूलाई पनि म त्यही भन्छु अनि मलाई पनि मोटिभेट हुन्छ अनि तपाईँहरू नयाँ आउनुहुन्छ भने एउटा काइन्डली सब्सक्राइब चाहिँ गरिदिनुहोस् अनि यही कन्टेन्टहरू चाहिँ म सधैँ लिएर आउँदैछु अनि तपाईँहरूलाई मैले अब देखाउनु पर्दा धेरै कुराहरू छ देखाउनु पर्ने अनि धेरै डिटेल्समा आज हामीले उयो गर्नु सकेको छैनौँ कभर गर्नु अनि यो चाहिँ जेनमेनियाई कार्डबोर्डको भेरिगेटेड एन्थोरियम अनि यो पनि मलाई डल्लो खालको फर्स्ट टाइम देखेँ मैले यो भेरिगेसनमा चाहिँ एन्थोरियम बर्ड नेस्ट हो यिनीहरू चाहिँ हुकरी आए तर कस्तो मजाको गोलो सेपमा अनि प्लौमेनियाई भेरिगेटेड अनि यो चाहिँ सुपर मिन्टमा रहेछ अनि वेयरएज यो अलिकति डिफ्रेन्ट टाइप अफ भेरिगेसन तपाईँले देख्नुहुन्छ अनि यो चाहिँ टेरोडेक्टाइल भेरिगेटेड अनि गाइज यो प्लौमेनियाईको चाहिँ वेब अफ लभ भन्छ
अनि यो चाहिँ अलिकति डिफ्रेन्ट अरियामा रहेछ। अझै दा यो कभर गर्नु न, यो चाहिँ नयाँ खालको रहेछ स्पेटिफाइलमा हेर्नु त, यो अरिया खालको अलिक डिफ्रेन्ट खालको रहेछ त्यो। उयो पर भएकै हो ओ त्यसको टाउको काट्यो ए हजुर हजुर, तपाईँहरूले साइज देख्नुहुन्छ एकदम म्याच्योर। यो त यो गोल्डन ड्रागन हो। ए गोल्डन ड्रागन पो रहेछ त यो त यो एक्सपायर हजुर हजुर। एक्सपायर ए गोल्डन ड्रागन भेरिगेटेड निकाल हाँ यसो निकाल न। यो पनि दामी छ है, भयङ्कर, यो सेपै दामी। मलाई मन परेको चाहिँ यहाँ रहेछ नि। ए कत्रो छ हेर्नु न, क्या मजाले बेरेर भएर फ्लावर सबैमा सक्सेस हेर्नु न। यो पनि रेपिडोफोरा हो, नयाँ हो अरिया। ए हजुर हजुर ऱ्याफिडोफोरा गोल। यसको चिरिन त चिरिन्छ होला, के हाडी नि हाडी है। भेरिगेसन राम्रो रहेछ तर, यस्तो खालको जाने क्या। यो चाहिँ यो पनि मैले कहिले नदेखेको। ए होमोलोमिना है, होमोलोमिनाको चाहिँ पिङ्क डायमन्डदेखि लिएर ए मिलानो ओके यस्तो त हुन्छ भनेर पनि थाहा थिएन मलाई। हेर्नु न मिलानो क्राइसम भेरिगेटेडमा रहेछ गाइज। अम्बो तर भेरिगेटेड कुराहरूको चाहिँ ग्रोथ अरू हेरेर ढिलो होला नि, ढिलो ग्रोथ हुन्छ। ऱ्याफिडोफोरा ए अम्बो हो त रहेछ। यिनीहरू चाहिँ मिन्ट हो। हजुर हजुर स्ट्रेस भएर मैले मिन्ट पनि त देखेको थिइनँ तर। मिन्ट अनि अरियामा हेर्नु न, अरिया चाहिँ एकदम रेयर हो, थाइल्यान्डमा पनि पाउँदैन। हजुर हजुर यो सेप पनि अलिकति डिफ्रेन्ट। अम्बो ऱ्याफिडोफोरा टेट्रास्परमा, तर यो चाहिँ अरियामा रहेछ गाइज। फ्लोरिडाक्स उयो टोटम टोटम ए हजुर हजुर उनीहरूको उयो चिन्छ नि है। यो चाहिँ फिलोडेन्ड्रन फ्लोरिडा ब्युटी एक्स टोटम है। ए हजुर 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 के दामी हो अरिया, एकदमै हार्डी हुँदो रहेछ। ए त्यो पनि ल्याउनु भएको रहेछ आटाबा पोन्से भेरिगेटेड। अजित दा तपाईँले कुरा गर्दै गर्नुभएको ए आटाबा पोन्से भेरिगेटेड। अन्त यो त सबै क्यारामल मार्बल होइन? त्यो त मदर चाहिँ यहाँ छ गाइस। के दामी कलर हुँदो रहेछ हौ नयाँमा त, नयाँ पत्ता कङ्गो रेड कङ्गो आम्बो गाइस। अनि यो चाहिँ तपाईँको यो रोयसेप लेगेसी अब चाहिँ मजाले फेनिस्ट्रेसन आएछ गाइस। यत्रो सेपमा रहेछ है मोन्स्टेरा लेगेसी। यहाँबाट नै उयो सुरु भएको रहेछ चिरिनु, तर यसमा चाहिँ यस्तो अब चाहिँ फेनिस्ट्रेसन सुरु भएछ। यो चाहिँ रेड कङ्गो, प्रायः सबै कस्टली प्लान्टहरू है गाइस यिनीहरू चाहिँ। ए हजुर हजुर सानोमा चाहिँ अलिकति उयो म्याच्योर नहुँदा यस्तो हुँदो रहेछ। सबै त आइसकेको रहेछ है। यो चाहिँ ब्ल्याक कार्डिनल है, डोमेस्टिकम। यो चाहिँ के रहेछ? ए रेड कार्डिनल, यस्तो हुँदो रहेछ गाइज रेड कार्डिनल चाहिँ। अनि यसको चाहिँ एकदमै दामी एट्र्याक्टिभ हुँदो रहेछ नयाँ पत्ता चाहिँ, डल्लै अर्कै खालको रेड गोलो पत्ता। यी कार्डिनलकै सेप हुँदो रहेछ, पछि चाहिँ यस्तो भएर जाँदो रहेछ। योभन्दा पनि बादमा ग्रिन हुने हो।
कस्तो दामी कलर हो। अनि यिनीहरू चाहिँ सबै डोमेस्टिकम भेरिगेटेड हो। अनि एकदम यो सायद ल्याउँदाखेरि नै उयो भएको होला हौ, ड्यामेज भएछ अलिकति, एकदमै ठुलो। यो चाहिँ गाइज आरामले 1 लाखहरू पर्छ यत्रो सेपको चाहिँ, यत्रो साइजको चाहिँ। के दामी रहेछ हौ अम्बो बिल्लिटी। यो चाहिँ प्रायः मान्छेको विस लिस्टको प्लान्ट हो। प्रायः मान्छे भन्दा पनि प्रायः फुलवालाहरूको, प्लान्ट लभरहरूको। अम्बो बिल्लिटी गाइज, बिल्लिटी। यो चाहिँ क्यारामल मार्बल अनि थाई कन्स्टलेसनहरू। अनि यो चाहिँ ओरिजिनलवाला गाइज, अब लाइक विदाउट टिस्यु कल्चरको। ए हजुर, ओर्ल्यान्डो भन्ने। ए हजुर हजुर हजुर, ओर्ल्यान्डो। उहाँकोमा चाहिँ नयाँ नयाँ एरोइड्सहरू, राम्रो राम्रो भेरिगेटेड नयाँ नयाँहरू चाहिँ सबै आइसकेको रहेछ गाइज। ए यो रियो भन्ने हो पोतो, उयो फिलोडेन्ड्रन रियो भन्ने यस्तो हुँदो रहेछ गाइज। अनि गाइज यहाँनिर यो चिरिँदै रहेछ मजाले, बर्ली मार्क्स फ्लेमहरू। अनि उहाँले चाहिँ टक्कै उयो युज गर्नुहुँदो रहेछ, थर्मोमिटर। यो ब्राउनी आइहरू। अब यो चाहिँ के हो सेतो चाहिँ? ए कस्तो दामी है। तपाईँले यो ब्राउनी सबै सिडबाटै गर्नुभएको? ब्राउनी त्यसबाट तपाईँको कुनै भेरिगेटेड छैन ब्राउनी? एउटा मिस्टेक थियो कि मेरो फ्यामिलीहरूले कहाँ खाँदिएको छु ब्राउनी पनि भेरिगेटेड थियो, क्या दामी पो हुँदो रहेछ। ब्राउनी आए, मलाई चाहिँ दामी लाग्यो गाइस। रेड यो अस्तिको हाइब्रिडहरू क्या। हजुर, ए सेप राम्रो हुँदो रहेछ। ए यो बसेको रहेछ है भेरिगेटेड। ए यो उयो मोसेक भन्ने, मुसिका के भन्छ। ए एउटा मोन्स्टेरा, यो चाहिँ एल सेल्भाडोर भन्ने, भन्दा पनि खास नाम चाहिँ सेल्टिपेकाना भन्छ यो मोन्स्टेरालाई है। ए हजुर गाइज, अहिले चाहिँ यो हटहाउसको चाहिँ हामी यति नै कभर गर्दैछौँ हो। यहाँनिर चाहिँ उहाँको एल्बोहरू मोन्स्टेराज यसरी राखिदिनु भएको रहेछ। अनि यहाँनिर एकदम दामी साइजको भएको रहेछ गाइज। यो सेफ्लेरामै पर्छ, एकदम ठुलो ठुलो हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ साइज। यहाँ माथि माथि देखेको चाहिँ सबै दार्जिलिङको टाउनहरू अरे सबै। गाइज अहिले अर्को हटमा आएको हामी। अनि यहाँनिर चाहिँ उहाँले थुप्रो सामानहरू राख्नु भएको रहेछ। अनि एउटा चाहिँ यतिभरिमा चाहिँ सेन्सिभिरियाको कलेक्सन पनि रहेछ, एकदम दामी दामी। योहरू चाहिँ जति पनि छ भेरिगेटेड प्राय रहेछ। अनि यहाँनिर उहाँले चाहिँ अघि भने उहाँ चाहिँ एकदम उयो गर्नुहुन्छ, हाइब्रिड गर्नुहुन्छ। अनि यो सिडहरू देखेको चाहिँ उहाँले आफ्नै क्रस गरेर सिडहरू लाउनु भएको छ। यसलाई भन्छ डान्सिङ ड्रागन है। यो त सानो सानोको पनि कत्रो महँगो रहेछ नि, एकदम ठुलो साइज आइसकेको रहेछ। ए हजुर हजुर, ए यसमा रहेछ नि डान्सिङ ड्रागन। एकदम दामी दामी रहेछ। यो चाहिँ मिनिएचरमा हो क्या हो है। ए यो त राइनो भन्ने हो, अम्बो वाइट राइनो के भन्ने है, अगावे गाइज। यो पनि कस्टली प्लान्ट है गाइज। ए हजुर, यो वाला। ए हजुर हजुर,
यिनीहरू चाहिँ एकदम लो मेन्टेनेन्स हो हुनु चाहिँ ड्राई राख्नुपर्ने नि यहाँनिर थुप्रो बनाउनु भएको रहेछ उहाँले फ्रेङ्कोसी यसमा त हाइब्रिड हो होला है यो म आफै गरेको ए हजुर 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 यस्तो म्यापल हुन्छ नि यस्तो हजुर 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 यो दामी हुन्छ ए म्यापल लिफमा हजुर 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 फ्रेङ्कोसी आईमा चाहिँ हो ए हजुर हजुर यो म्यापल हो यो हजुर यो चाहिँ सबै उहाँकै हाइब्रिडहरू कस्तो मजाले सबै म्यापल लिफहरू निकाल्नु भएको रहेछ खासमा चाहिँ यस्तो हुँदैन कति चाहिँ अब ए त कस्तो खालको रहेछ झन् सबै डिफ्रेन्ट रेडमा रहेछ गाइस यो चाहिँ यो अझै फुल पट हुन थाल्यो भने चाहिँ एकदम दामी हुन्छ तर यो ग्रोथ पनि ढिलो होला नि ए गाँठो बस्छ ए यसकै है यो ए हजुर 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 ए यसरी बस्दो रहेछ नि त हजुर 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 डिफ्रेन्ट कलर ए यहाँ पनि दामी दामी रहेछ म्यापल लिफहरू भएको खासै म्यापल जस्तै हुँदो रहेछ नि त अनि यसको चाहिँ पत्ताहरू एकदम हाडी मोटो हुन्छ के दामी भएको रहेछ यो त हजुर कोलोफाइटम यो पनि आइभी हो त्यो त उयो नि के अरे जेरादान्थस भन्छ नि ए कहिले नदेखेको हेर्नु त सिल्भरमा रहेछ तरुल हुन्छ नि ए हजुर हजुर गाना हुन्छ यसको ए त्यो गाना ए ए ए प्रायः यहाँ चाहिँ कौडेक्स प्लान्टहरू रहेछ यसको कस्तो दामी सेप फ्लावर पनि आउँदो रहेछ नि त है फ्लावर आउँदो रहेछ अनि यहाँ होयाजहरू रहेछ यो अस्ट्रेलियस लिसा भेरिगेटेड थुप्रो रहेछ गाइस तपाईँले हेर्नुहोस् मैले चिनेन यो होया पनि दामी लाग्यो मलाई यो चाहिँ के रहेछ होया नि है हजुर 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 गाइस हामी चाहिँ अब सबै कभर गरिसक्दैनौँ तपाईँहरूलाई हामी अलिअलि मात्रै देखाउँदैछौँ अनि हेर्नुहोस् यो यस्तो क्या मजाले बस्दो रहेछ टक 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 माथि यो नछुट्याइराख्यो भने स्टेप बस्दै जान्छ ए हजुर 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 ए पानी बेसी भएछ गाइस अनि यो क्या मजाको कलर आएको रहेछ अगावेको यो त भेरिगेटेड पो रहेछ त यो त स्पुन के भन्ने स्पुन लिफ के है ए त्यसमा भेरिगेटेड पनि रहेछ गाइस उहाँको कलेक्सन चाहिँ एकदम दामी दामी यो चाहिँ गाइस दामी रहेछ यो क्यास्टोलोनी भन्दो रहेछ यो एलोभेरालाई चाहिँ एकदम दामी लाग्यो मलाई गाइज हामी चाहिँ यो हट हाउसहरू कभर गरि नसक्नु रहेछ किनभने एकदमै बेसी छ तपाईँहरूलाई म अलिअलि चाहिँ देखाउने छु ए नयाँ हो के हो के दामी दामी रहेछ एचुवेराहरू ओ के दामी कलर भएको अम्बो दामी रहेछ नि हौ अम्बो गाइज हेर्नुहोस् है लार्ज प्रोडक्सन अम्बो अनि यतातिर पनि सबै हट हाउस छ हो क्या मजाले बनाउनु भएको रहेछ गाइस यहाँ चाहिँ क्याक्टसहरू एकदम उहाँले चाहिँ के भन्नु अब प्रोफेसनल वेमा बनाउनु भएको रहेछ हो यिनीहरू ब्रेन क्याक्टसहरू भइहाल्यो होइन तपाईँहरूलाई म एक एकवटा नाम चाहिँ देखाउँदिनँ तर म तपाईँहरूलाई सरल देखाउँदैछु यहाँ होयाजको भेराइटिजहरू रहेछ यसलाई चाहिँ हिन्दू रोप कार्नोसा कम्प्याक्टा भन्छ नन भेरिगेटेड अनि वेराज यो चाहिँ कार्नोसा कम्प्याक्टा भेरिगेटेड अनि यहाँबाट हेर्दै गयो भने यसको नाम बिर्सेँ तर यसको पनि डिमान्ड पुरा छ नयाँ चिजै हो अनि यो सिल्भर क्रोहिनाराटा के क्रोहिनारा के भन्छ यसको ग्रिनहरू चाहिँ योहरू हो अम्बो गाइस होयास यो सन रेड के भन्ने होया हो अनि रिभर्स होया गाइस हेर्नुहोस् है
होया केरी तर रिभर्स। पुरानोमा चाहिँ बाहिरपट्टिबाट तपाईँको उयो हुन्छ भेरिगेसन, रिभर्स भनेको चाहिँ यो बाहिरपट्टि होइन भित्रपट्टि हुनेलाई चाहिँ रिभर्स भेरिगेटेड भन्छ। अनि वेरएस यसको ग्रिन होया हार्ट होइन होया केरी ग्रिनहरू चाहिँ यस्तो हो, यो चाहिँ लभ सेपको हुन्छ। अनि होया हार्ट भन्दा पनि हुन्छ। गाइस सबै कभर गरेर गरि नसक्नु भइरहेको छ। अनि यहाँनिर चाहिँ कस्तो खालको क्याक्टाईको भेरिगेटेड, अनि यो चाहिँ आइस प्लान्ट भेरिगेटेड हो, यसलाई चाहिँ आइस प्लान्ट भनेर भन्छौँ। अनि गाइस म सबै चाहिँ कभर गर्दिनँ। अनि अब म तल जाँदैछु, फेरि तपाईँहरूलाई देखाउँदैछु। अनि यहाँबाट हेर्नुहोस् तपाईँहरूले त रेडमा पर्छ त कहिले नदेखेको त रेड टेल टाइपको यत्रोमै फुल्दैछ यो चाहिँ हो। यति बिक्न छ हो। यो नि तपाईँको यो उयो गर्नुको लागि तपाईँको कतिजना स्टाफहरूले चाहिँ मेन्टेन गर्छ? टोटल 12 जना स्टाफ। अनि उहाँले चाहिँ आफ्नै ठाउँको उयोहरूलाई पनि यो नर्सरी बिजनेसबाट इकोनोमी पनि राम्रो भइरहेको छ। भएर चाहिँ अब 12 जना परिवारको स्टाफहरूलाई एउटा काम पनि मिलिरहेको छ हो। अनि उहाँहरू यहाँ हुँदा चाहिँ म अलिकति तल कभर गर्नेछु। गाइस चाहिँ हेर्नुहोस्, यहाँ चाहिँ ओल्ड भेराइटी क्याक्टसहरू हो। यो चाहिँ कहिले नदेखेको मैले। अनि यहाँ डाइकियाको भेराइटीहरू रहेछ, म तपाईँहरूलाई देखाउँदैछु। यो क्याक्टसको भेराइटीहरू चिन्दिनँ म के हो। अनि यो पुरानो यो चाहिँ तपाईँको ग्यास्टेरियाहरू भयो भने यिनीहरू चाहिँ डाइकिया भन्छ। एकदमै लेस केयर प्लान्ट हो। कतिलाई एरोइड्स मनपर्छ, कतिलाई सेन्सिभेरिया, कतिलाई होयाज, कतिलाई यस्तै कुराहरू। सो त्यही भएर चाहिँ मैले सबै कभर गर्दैछु। प्रायः सबै ब्लुमिङ स्टेजमा रहेछ। आई होप गाइज तपाईँहरूले पनि आजको भ्लग चाहिँ इन्जोय गर्नु हुँदैछ होला। अनि आज चाहिँ सिल्भेस्टर दाजुको कलेक्सन चाहिँ तपाईँहरूलाई मैले देखाउँदैछु, सबै नभए भने पनि। गाइज यो चाहिँ लास्ट हट हाउस रहेछ तलपट्टिको। अझै यो लगायत चाहिँ उहाँकोमा चाहिँ थुप्रो रहेछ, अझै 3टा ठाउँमा चाहिँ लोकेसनमा नर्सरी छ भन्दैछ। अनि हुन्छ भने सेकेन्ड एपिसोडमा फ्युचरमा आएर म तपाईँहरूलाई फेरि देखाउने छु। गाइज यो चाहिँ उयो जाना डु भन्छ, एक्सबाट लेख्छ। साइज हेर्नुहोस् न, मोन्स्टेराजहरू बाहिर नै हो, म्यापलहरूदेखि लिएर फ्याट बोय। अनि यसलाई चाहिँ मार्सियानम भन्छ। अनि स्ट्याग हर्न्सहरू तपाईँले हेर्नुहोस्, आउटडोरै राखेको छ यो चाहिँ। कस्तो प्लान्टहरू हेर्नु, भेरिगेटेड बच्चाहरू। अच्छा भेरिगेटेड बच्चा। अनि गाइज उहाँको चाहिँ अब क्याक्टसको सिडहरू हेर्नुहोस् है, थरी थरीको। अनि होयाजहरू कसले अरे अम्बो। हाम्रो 2 जना चाहिँ उयो बोरिङ त भएको छैन होला नि तपाईँहरूलाई? हामी त बिजी भयो नि त भ्लग गर्दा कि। अम्बो गाइज हेर्नु न, जहाँ पनि सिडलिङ। अन्त यो चाहिँ मलाई अचम्मै लाग्यो, अरूभन्दा पनि बेगुनिया पनि उहाँले चाहिँ सिडबाट है माकुलाट हो यो सानोमै है, एकदम हेर्नु न। जे कुरा पनि त हेर्नु सक्सेस। अनि यो हेर्नु न, एकदमै लाग्यो नि यो क्याक्टस जग्गा उयो हेर्नु न, क्या मजाको बेसी भएर है।
गाइज यो चाहिँ दिस इज नट टिस्यु कल्चर गाइज, यो चाहिँ सिडलिङबाट हाइब्रिड भन्दा पनि, तर यो चाहिँ प्योर उयो फ्याट बोय भन्दा पनि मार्सियानम भन्छ फिलोडेन्ड्रन। वेयरएज योहरू चाहिँ कोब्रा फर्नहरू भयो हो। अनि उहाँले चाहिँ एकदमै लार्ज स्केलमा प्रड्युस गर्नुभएको रहेछ। यो चाहिँ डल्लै फ्याट बोय हो, अम्बो फ्याट बोय। वेयरएज अब यसको अलिकति ठुलो साइजहरू चाहिँ यो हो, यो चाहिँ ठुलो साइजको गाइज। अनि अम्बो गाइज कोब्रा फर्न, अम्बो कोब्रा फर्न, अम्बो गाइज फ्याट बोय, यो सबै फ्याट बोय। यो चाहिँ अनि यो चाहिँ डलर प्लान्ट भन्छ यसलाई चाहिँ, तर सिल्भर डलर। तल चाहिँ फर्नको भेराइटीहरू रहेछ हो, एकदमै ठुल्ठुलो रहेछ, सबै जति पनि हट हाउसहरू छ। अनि गाइज यो चाहिँ तपाईँले खोज्यो भने पनि मार्केटमा चाहिँ पाउनुहुन्न है, किनभने यो चाहिँ हाम्रो सिल्भेस्टर दाजुको आफ्नै हाइब्रिड हो। अनि यो चाहिँ सायद फिलोडेन्ड्रन मार्सियानम एक्स ओलम्पेट है, त्यस्तै यो हो। अनि अब चाहिँ यसमा हल्का सेप आउँदै रहेछ क्रस है। अम्बो यो पनि क्या बेसी बनाउनु भएको रहेछ फर्न। फर्नको भेराइटीहरू योहरू चाहिँ अब फ्युचर मार्केटमा अम्बो हजुर मार्बल किङ चाहिँ थाहा छैन मलाई। गाइज अहिले चाहिँ मलाई मन परेको हेर्नु मन लागेको ठाउँ चाहिँ आइपुग्यो। अनि यो चाहिँ हो हावर्ड त्याजहरू। अनि यहाँ चाहिँ प्राय उहाँको आफ्नै उयो पनि छ नि त, क्रस ब्रिडहरू। गाइज तपाईँहरूलाई म देखाउँदैछु एक एकवटा। यो चाहिँ हावर्ड त्या लभर्सहरूको लागि। योहरू चाहिँ अस्ति थाइल्यान्डहरू ए भित्र चाहिँ भेरिगेटेड जस्तो रहेछ नि त नि। हजुर हजुर। अब यो त कालो पो छ त हौ। यो सामान चाहिँ निस्केको छैन तपाईको यो। दामी है। यो सिटबाट भएको मेरो एउटा निस्केको छैन। यो चाहिँ सिटबाट बसेको रहेछ। एरोट्स मसारेकोले गर्दा यो ढिलो भन्छ। नेपाली तर पोलिनेसन गरेन गर्ने सिट बस्छ। पुरा मन पर्न थालेको छ अहिले मैले हावर्ड त्या किन हो किन त्यही त भनेको त। अनि यो ट्रङ्क काटा के भन्ने यो पनि अर्कै कुराको हरियो मात्रै देखेको नि मैले। पानी नै नबस्ने खालको मल छ कि पानी हालेको त मजाले फुलिन्छ नि, दामी हुन्थ्यो नि पानी। अब योहरू पनि के दामी हौ। यो पनि एकदम मिनिएचर खालको रहेछ, के दामी हौ। यो चाहिँ गाइस अझै अब ठुल्ठुलो बढ्यो भने चाहिँ दामी हुन्छ हो। यो पनि दामी रहेछ। यो दामी लाग्यो। के दामी हो यो ट्रङ्क काटा केमा पर्ने। अम्बो यो पनि के दामी रहेछ हौ। यो त एलो होला। ए हावर्ड त्यही हो, के दामी नि। के दामी टावर भेराइटीको रहेछ। प्याटर्न हेर्नुहोस् न गाइस। यो पनि दामी लाग्छ मलाई एउटा। हावर्ड त्या गाइस। यहाँनिर चाहिँ अब अलिकति कमन खालकोहरू रहेछ, तर वेयरएज अघि देखाएकोहरू चाहिँ सबै उहाँको क्रसहरू हो कति हो। सो त्यो हुँदा चाहिँ तपाईँले जहाँ पाइती चाहिँ एभाइलेबल
पाउनुहुन्न। यो पनि राम्रो देख्दो रहेछ यो पनि। गाइज हामी चाहिँ आज ढिलो आयो भने पनि एकदम वर्थ भयो हामीलाई चाहिँ हो। हेर्दै जाँदा त अचम्मै गर्दै। त्यही त भनेको त। यो पनि राम्रो मनपर्छ मलाई, कालो खालकोमा देखेँ, एउटा चाहिँ देखेको थिएँ। यिनीहरू हो दामी हवर्डको चाहिँ। हजुर यो हेर्नु नि। हाइब्रिड हो यिनीहरू। यो पनि भेरिएटेडमा क्याद्दै रहेछ हौ यो। यो सेकेन्ड स्पिन हो नि। ए हजुर हजुर, यसको पनि ग्रोथ त लेट छ है। यो क्रसहरू हवर्ड मार्जिनाटाको क्रसहरू सबै। हवर्ड मार्जिनाटा। आइमन्दाहरूको चाहिँ यो चाहिँ सेकेन्ड भिजिट हो, पहिला पनि आउनु भएको थियो हो, अनि म चाहिँ फर्स्ट टाइम आएको गाइज। के दामी रहेछ हौ। अम्बो यो त नचिन्ने रहेछ हौ माटोसँग त। ए हेर्नु न सेम देख्दो रहेछ हो। त्यही त भनेको त। कलर त चेन्ज गर्दैन होला नि यसले। सेम है, देख्दैन पनि रहेछ। देख्दैन रहेछ गाइस यो चाहिँ। उयोमा हवर्ड त्यही अम्बो क्याक्टस जस्तो खालको देख्दो रहेछ चिन्दैन रहेछ है। माटो सेम यसकै उयो देख्दो रहेछ। अघि आइमन्दाले यो देखाएको पनि दामी लाग्यो मलाई। सायद यो आउँदाखेरि यो हामी पहिला आउँदा सानो थियो जस्तो लाग्यो। एकदम ढिलो छ नि त ग्रोथ। गाई यो चाहिँ सकुलेन्टमा, यो चाहिँ बेबी टोज भन्छ। हेर्नुहोस् त नानीको साँच्चीमै त्यो अम्ला जस्तो हुन्छ नि त, क्युट खालके बेबी टोज नामै। अनि यो चाहिँ भेरिगेटेड सायद क्रासुलामा पर्छ कि चिनिनँ मैले हो। यसको चाहिँ कलरै यस्तो हो। यो चाहिँ रेयरमै आउँदो रहेछ गाइज हो। ब्ल्याकमा हुँदो रहेछ नि त डल्लै। वाइट पट दियो भने दामी देख्ने रहेछ अलिक बढाएर। यो पनि नयाँ नयाँ खालके रहेछ, रेन ड्रप खालके। यो पनि अर्कै पो रहेछ त। ए हजुर गाइज अहिले चाहिँ एकदम रात परिसकेको छ, साँझ परेर पनि। अनि गाइज हामी चाहिँ अब झन्डै हामीलाई 2.5 घन्टा 3 घन्टा समथिङ लाग्छ कालिम्पोङ पुग्नु चाहिँ। अनि आजको भ्लगको कभर चाहिँ म यतिमै एन्ड गर्दैछु। अनि थ्याङ्क यू सो मच तपाईँहरूले लास्टसम्म हेरिदिनु भयो। अनि आई होप तपाईँहरूलाई पनि मन पर्यो होला, किनभने यतिको कलेक्सन एरोइड्सहरू जति पनि रेयर सुपर रेयर प्लान्ट्सहरू छ, यतिको कलेक्सन चाहिँ अब फर द फर्स्ट टाइम हो मैले देखेको। गाइज मैले चाहिँ आफ्नो च्यानलमा यतिको कभर चाहिँ फर्स्ट टाइम गरेको। यतिको रेयर प्लान्ट्सहरू एकदम बेसी छ। अनि अब चाहिँ म भ्लग राख्दैछु अनि तपाईँहरूलाई अर्को भ्लगमा भेट्छु। हजुर दा, अब चाहिँ हामी निस्किने हो गाइस। हामी चाहिँ अब निस्किनु आँटेको हो। आइमन्दा बाई गरिदिनु। अनि स्पेसली हाम्रो तपाईँहरूले त सर भन्दा पनि हुन्छ हो, म चाहिँ दाजु भन्छु। अनि हुन्छ, थ्याङ्क यू ल तपाईँलाई धेरै धेरै हो। अन्त पछि हामी फेरि आउँछ भेट्छ है। हुन्छ थ्याङ्क यू। अनि अब अङ्कल पनि हामीसँगै जान्छ। अनि ढिलो भए पनि उहाँसँग पनि भेट चाहिँ भयो हो। हुन्छ अनि यतिमै राख्छु गाइज। अनि थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। तपाईँहरूलाई अर्को भिडियोमा भेट्छु। अनि बाई बाई, स्टे सेफ एभ्री वान, सी यू इन नेक्स्ट भ्लग।